काम आज छोड, आज हिँड, तिमी गइहाल भनेर लेखकले जुन धनी बुवाले मलाई लेखकलाई भनेपछि त्यसपछि लेखकले के गर्छन्, समस्या तलब कम हुनुमा होइन, ताकि तिमीले पैसाका लागि मात्र काम गर्छौ, बाँकी फुलफुली हो। त हेर्नु होला है त, यदि तपाईँको तलब दोब्बर भयो भने के तपाईँकै समस्या पुरै समाधान हुन्छ? हो, धेरैले हुन्छ र तर यो बुकले भन्छ कि त्यो सत्य होइन। किन जब तिम्रो तलब दोब्बर हुन्छ समस्या झन् तेबर भएर जान्छ अथवा चौबर भएर जान्छ। लेखकलाई चाहिँ उहाँको धनी बुवाले चाहिँ एकदम थोरै तलबमा काम लाउँछन् होइन। तलबमा काम लगाएपछि उसले चाहिँ अब कि तलब बढाऊ कि काम छोड्छु भन्ने हुन्छ होइन। तलब कुरा पुग्छ होइन। र जब लेखकका धनी बुवाले चाहिँ के भन्छ भने, जब तिमी पैसाका लागि काम गर्छौ, जब तिमी पैसाका लागि मात्र काम गरिरहेका छौ, सिकाइका लागि काम गर्न सिक। धेरै मानिसहरूले जागिर परिवर्तन गर्छन्, धेरै मानिसहरूले जागिर परिवर्तन गर्दा सोच कहिले परिवर्तन गर्दैन, ताकि यही समस्या पटक पटक दोहोरिरहन्छ। धनी बुवाको सबैभन्दा ठुलो शिक्षा थियो यो उनका लागि। र गरिब वर्ग पैसाका लागि काम गर्छन्, तर धनीहरूले पैसालाई आफ्नो लागि काम गर्न लगाउँछन्। धेरै कमाउने मानिस पनि ऋणमा डुबेको हुन्छ, किनकि उनीहरूलाई पैसा कमाउन थाहा हुन्छ तर पैसा बढाउने तरिका थाहा हुन्न। पैसा कमाउनु र बढाउनु फरक कुरा हो। पैसा कमाउनु र बढाउनु भनेको फरक कुरा हो, तर फरक पाटो हो। स्कुलले जागिर गरेर सिकाउँछ, तर पैसा कसरी व्यवस्थापन गर्ने, लगानी गर्ने र सम्पत्तिलाई बढाउने भन्ने कुरा कम सिकाउँछ। धनी बुवाले सिकाएको अर्को एउटा छुटाउनै नहुने कुरा छ, काम गर्दा तल मात्र रहेर त्यो काम तिमीलाई केही नयाँ काम सिकाउँछ, के नयाँ काम सिकाउँछ त्यो हेर। कि कुनै कामले बिक्री, व्यवसाय, लगानी सिकाउँछ भने त्यो काम तिमीलाई भविष्यमा लाखौँ करोडौँ पैसा भन्दा नि महँगो पर्न सक्छ। पैसा चाहिँ तिमी पैसाका पछि होइन, पैसा तिम्रो पछि दौड्न सुरु गर्न थाल्छ। र एकदम नजानी नहुने याद गर्नुपर्ने कुरा के हो भने, पैसाका पछि नदौड, पैसा बढाउन सिक र आफ्नो सिप बढाउन सिक। पैसाका लागि तिमीले काम गर्ने कि तिम्रो लागि पैसाले काम गर्ने कुराहरू सिक। भन्ने कुरा धनी बन्ने यात्रा तलबबाट होइन, धनी बन्ने यात्रा धेरै तलबबाट होइन, आर्थिक सोचबाट हुन्छ। धनी बन्ने तरिका धेरै तलबबाट होइन, आर्थिक सोचबाट हुन्छ। व्यक्ति एकदम तलब बढ्ने आशा गरेका थिए, तर त्यसको उल्टो के भइदियो, धनी बुवाले के भन्यो भने, यदि तिमी धनी बन्नु छ भने अब जाऊ र यो मैले जति शिक्षा दिएको छु यो शिक्षाबाट सिक र तिमी आफ्नो काम गर्न भोलिबाट जुटिहाल। तिमी यो काम आज छोड, आज हिँड, तिमी गइहाल भनेर लेखकले जुन धनी बुवाले मलाई लेखकलाई भनेपछि त्यसपछि लेखकले के गर्छन् अर्को पाटो है त। भिडियो हेर्दैनका धेरै धेरै धन्यवाद।